हजुर आज हामी जामा चोक रानी भन्नु रानी बनाउनुपर्छ हामी बिस्तारै उकालो जाँदैछौँ। यात्रा रानीवन जामा चोकसम्मको हाम्रो आइरन राष्ट्रिय निकुञ्जको बाटो। यतापट्टि हजुरको वनस्थली रानीवन एरिया पर्छ। पुरै तल्लो भागी यो बस्ती एरिया छ वनस्थली। महानगरपालिका 16 अन्तर्गत पर्छ यो देखिएको गाउँ पुरै बस्ती। यतै हो वनस्थली एरिया यहाँ तल चाहिँ। यो यसमा चिप्लिन्छ नि यो सल्लोको उसमा त सिलिँदै जान्छ। यहाँ त नजिकै रहेछ त है यहाँको यताको रानीवनतिरको बस्ती त ठ्याक्कै काँठै पर्दो रहेछ यार कम्ती। यहाँ त यो राति जङ्गल जनावरको डर पनि हुन्छ होला है यो एरियामा त। यति नजिकै थुप्रो चाहिँ यो निकुञ्जको नजिकै यत्रो बस्तीहरू छ। जङ्गली जनावरको पनि यहाँ त डर पनि हुन्छ होला। धेरै टाढा छ नेपाल यो छेउछेउै रहेछ बाटो त है ठ्याक्कै रानीवनको यो बस्तीको। यात्रा रानीवन जामा चोक कति किलोमिटर होला थाहा छ हजुरलाई? 7-8 किलोमिटर होला। हामीले फर्केर आउनुभएको एकजना साथीसँग सोध्यौँ 7-8 किलोमिटर छ भन्नुभयो। बाइकमा 1 घन्टा जतिको भन्नुभयो। त्यहाँ पनि रोकौँ है, त्यहाँ सोधौँ उहाँहरूलाई पनि। सर कति टाढा पर्दो रहेछ? तपाईँलाई आधा घन्टा लाग्छ। आधा घन्टा आइपुग्छौँ। आधा घन्टा कति किलोमिटर हो थाहा छ? 15 यहाँबाट 15 किलोमिटर। यस्तै पुरै अफरोडै होइन त? हस् धन्यवाद हजुरहरूलाई। यही बाटै हो बाटो एउटा मात्रै है? हस् हस् धन्यवाद धन्यवाद। पुरै अफरोड हामी बिस्तारै अगाडि बढ्दैछौँ। पुरै जङ्गलको बाटो रानीवन देखिएको रानीवन हो। राष्ट्रिय निकुञ्ज अन्तर्गत रानीवन। हामी जामा चोकमा माथि जाँदैछौँ। माथि चाहिँ भन्दा पिकमा डाँडामा बौद्धनाथको स्तूप हुनुहुन्छ। त्यहाँ पुगेर पनि छायाङ्कन गर्नेछौँ। यतापट्टि पुरै रानीवन वनस्थलीको बस्ती छ। बस्तीको काठे जङ्गलको बाटो रहेछ माथि जाने। धेरै घुम्ती छ होला है, टाढा त होइन। फर्किँदै अरू बेलामा एक्लै दुक्लै आउन पाइँदैन। यहाँ जङ्गली जनावरको विशेष पैसा पुर्ने पालाजो पुर्ने पैसा पुर्ने भएकोले गर्दाखेरि आइयो त हामी त ठ्याक्कै बस्तीको नजिकै आइयो। बस्ती त्यही नजिकै रहेछ यहाँ ठ्याक्कै। आउनुभयो सुरु भएको जस्तो छ।
बाटो साह्रै अप्ठ्यारो छ, अफरोड छ, बिस्तारै जानुपर्ने छ। बिस्तारै बिस्तारै ठ्याक्कै बस्ती चाहिँ जोडिएको ठाउँ हो वाली यो। अब 15 मिनट भन्ने जानकारी पायौँ हामीले। वैशाख पुग्ने बालाजी जात्रा आज जामाचोकमा चाहिँ नै ठुलो मेला लाग्छ। धेरै मान्छेहरू हिँड्दै आउनुहुन्छ। बौद्धनाथको स्तूपा सानो बौद्धनको मन्दिर छ, दर्शन गर्नलाई धेरै श्रद्धालु भक्तजनहरू हिँडेर पनि आउनु भएको छ। बिहानै 4 बजेदेखिको यो यात्रा तय हुन्छ। हिँड्ने मानिसहरू आइसक्नु भएको छ भने बालाजु उडानमा 22 धारा उडानमा आज ठुलो मेला छ। घरेलु उपभोग्य सामानहरू खरिद बिक्रीका मेला, बजार, हाट बजारहरूदेखि लिएर नुहाउने स्नान गर्ने, देवी देवताको दर्शन गर्नेदेखि लिएर नाचगान गाना बजाना गर्ने काँड क्षेत्रका गीतहरू आज व्यापक हुन्छ बालाजुमा। हामी यहाँबाट फर्किएर हामी सिधै त्यहाँ गएर हामी सामान्यतया त्यहाँको पनि हामी यहाँहरूलाई जानकारी दिलाउनेछौँ, देखाउनेछौँ। हेर्दै गर्नु होला, हाम्रो भिडियोलाई माया गर्दै गर्नु होला। हामीहरू यहाँहरूकै लागि जानकारीको लागि नै हो। यहाँको बाटोघाटो, रहनसहन, वस्तुस्थिति के कस्तो रहेछ भनेर हामीले एउटा भिडियो बनाउँदैछौँ। भिडियोलाई माया गरेर हेरिदिनु होला। जामाचोकको यात्रा, जामाचोकको बाटो जाँदैछौँ। सायद अब 15-20 मिनटमा पुग्छौँ होला हामी। अब चाहिँ घुमेर आइसकेका छौँ। घुम्ती भर्दै आइसकेको छ। फर्किने हामीभन्दा अगाडि, धेरै अगाडि जानु भएकाहरू फर्किसक्नुभयो दर्शन गरेर। हामी जाँदैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हामी माथि जामाचोकको दृश्य पनि देखाउनेछौँ। तल झरेर गएर बालाजुको मेलादेखि लिएर बालाजुमा भएका क्रियाकलाप पनि यही भिडियोमा हामी समावेश गर्नेछौँ। अब हामी करिब जामाचोकको नजिक आएको जस्तो सङ्केत पाएका छौँ। बाटो अप्ठ्यारो छ, अफरोड। उकालो छ, अप्ठ्यारो छ बाटो। हेर्दै गर्नु होला। हामी छिट्टै पुग्दैछौँ। अब बाटो अलि अप्ठ्यारै भएकोले गर्दा जिगज्याग भइरहेछ। घुमेर आइयो, अब घुमेर आइयो। बाइक सडकको लास्ट पोइन्ट आइपुग्यौँ। सडकको लास्ट पोइन्ट हामी जहाँ गाडी रोकिन्छ, पार्किङ एरिया। हामी यहाँ आइपुग्यौँ। अब जाँदैन, यस्तो ब्याग छ, सबै पार्किङ छ कि जाने। अब हिँडै जाने, यहाँ त धेरै टाढा छैन। हामी जाँदैछौँ अब मन्दिर। यही हो। अब हामी यहाँबाट पैदल हिँड्छौँ अलिकति अगाडि। जामाचोक आइसकेको अवस्था छ। उता माथि हो, त्यहाँ गएर पनि आइपुगेछौँ। भिडियोलाई हेर्दै गर्नु होला है त। त्यो रमाइलो छ, ल हेर्नुहोस् जामाचोक। हामी फाइनल्ली
हामी जामाचोक आइसकेका छौँ। सो बजार लाग्छ आज यहाँ है। सब तलबाट गाडीबाट ल्याएर बजार लाउनुहुन्छ उहाँले। फाइनली हामी जामाचोक बौद्ध स्तूपा आइपुग्यौँ। एकदम पिकमा हाइटमा भएको मन्दिर जामाचोक भनेको हामी यसरी ठाउँलाई भनिन्छ। बौद्ध स्तूपा दियो बाल्ने श्रद्धालु भक्तजनहरू, यतिका भक्तजनहरू आज हिँडेर आउनुभएको छ। जामाचोक बौद्ध स्तूपा फाइनल्ली जामाचोकको यही हो भने यहाँ धेरै धेरै श्रद्धालु भक्तजनहरू आइपुग्नु भएको छ। सबैजनालाई रक्षा गरिदिनु होला, देशमा शान्ति होस्, सुशासन होस्। देशमा शान्ति होस्, जनजीवन शान्त होस्, स्वस्थ रूपमा काम गरेर पनि बचाउनु गर्नुहोस् देशमा। बौद्धनाथ धेरै धेरै मान्छेहरू आएर बुद्धनाथको दर्शन गर्नुहुन्छ। सर यत्तिकै है, यत्तिकै 58 सालमा स्थापना भएको भगवान गुरु पदम सम्भव भगवान की जय होस्। नागार्जुन जामाचोक काठमाडौँ नेपाल। धेरै टाढादेखि श्रद्धानपछि मन्दिर बौद्धनाथ दर्शन गर्दै हुनुहुन्छ। धेरै भक्तजनहरू श्रद्धापूर्वक दर्शन गर्दै हुनुहुन्छ जामाचोकमा। हेर्नुहोस् यति माथिमा हामी आइपुगेका छौँ जामाचोक, धेरै धेरै माथि। देखिएको भाग, त्यो देखिएको भाग कुन होला? कुन चाहिँ? यो त पारितिर देखिएको त गाउँ बस्ती चन्द्रगिरी नि? ए चन्द्रगिरी है त्यो। चन्द्रगिरी नागार्जुन एरिया देखिँदैछ हाम्रो यहाँबाट। चन्द्रगिरी एरिया त्यो चन्द्रगिरी भयो। हजुर त्यो चन्द्रगिरी भयो। त्यो देखिएको बाटो चाहिँ रिङ रोड हो। त्यही रिङ रोड। ए रिङ रोडको बाटो देखिरहेको छ हामीले हेरेर। कलङ्कीको बाटो। कलङ्कीको बाटो। हामी जामाचोकबाट तस्बिर लिइरहेको छु। देखिएको यो रानी वनस्थली धेरै घुमेर आएको, धेरै हाइटमा आएको नि हामी। यो अगाडि देखिएको वनस्थली एरिया, यो वहाँ पर कलङ्गी देखियो। यो चाहिँ रानीवन। हामी ऊ तल त जङ्गलको फेदीबाट हामी आएको 17 किलोमिटर माथि आयौँ। हामी ऊ तल पुछारमा जङ्गल जस्तो देखिएको छ अलिकति, त्यहाँबाट हामी माथि माथि आएको। ऊ त देखिएको सामकुसी भित्री सहरहरू पर्छ भनेदेखि तुवालो लाएर स्पष्ट देखिरहेको छैन। त्यही पनि काठमाडौँ भ्याली उपत्यका जति जे छ जे देखिएको छ त्यसले हामीले कैद गर्न सकेका छौँ। त्यो बिचको डाँडै हेरेर आउने पैदल यात्रा छ भनेदेखि हामी चाहिँ त्यसको फेदीबाट पुरै घुमेर आएका छौँ। डाँडो फनक्कै घुमेर त्यति क्लियरसँग देखिएन भिजन तुवालोले गर्दा। तर हामी धेरै माथिबाट काठमाडौँ उपत्यका खिचिरहेको छौँ है। हजुर हेर्दै गर्नु होला। हामी फाइनली जामाचोकसम्म आएर
17 किलोमिटर पर उकालो जङ्गलको बाटो नागार्जुन नेसनल पार्क हुँदै माथि जामाचोकमा आएर हामीले छायाङ्कन गरिरहेका छौँ। हेर्न सक्नुहुन्छ है। हामी जामाचोकको यही दृश्यलाई कैद गरेर नमस्कार म एसपी इन्टरटेनमेन्ट युट्युब च्यानल सञ्चालन गर्दै आइरहेको श्याम पौडेल। आज हामीले चाहिँ वैशाख पूर्णिमाको पावन अवसरमा बालाजु मेलामा चाहिँ यो जामाचोक देखिरहेको हामीको जामाचोक सबभन्दा हाइटमा उच्च ठाउँमा डिस्ट्रिक्टमा हामी आएका छौँ। हामी सबै कल्याण गरौँ, सर्वमङ्गल होस्, त्यसमा सुशासन र सुव्यवस्था कायम होस्। बौद्धनाथले सबैलाई चाहिँ रक्षा गर्नुहुनेछ, देशलाई रक्षा गर्नुहुनेछ भन्ने हामी भन्न चाहन्छु। भने हामी तल देखिएको काठमाडौँ भ्यूहरू पनि आज हामी छायाङ्कन गरी मन पऱ्यो। फोटो खिच्नु भोक लाग्यो ठिक छ। त्यति भन्दै आज यहाँबाट अहिलेलाई बिदा हुन्छु। हामी बालाजुमा गएर बालाजुको केही रमाइलो दृश्यहरू अवलोकन गर्ने नै छौँ र देखाउने पनि छौँ। भिडियोलाई हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला। धन्यवाद।